गाइड उहाँ नै हो। यो बहिनीले हामीलाई यो भिरको टुप्पाबाट ओह्रालेको, त्यसका बादे धेरै गाह्रो भयो नि। हिमालय त छ, गाडीको ड्राइभर उहाँ हो, बाटोको ड्राइभर उहाँ हो, अर्को गुरु पनि हुनुहुन्छ हाम्रो। हामी यताबाट आएको अहिले यो बाटोबाट धेरै गाह्रो छ। एउटा जम्मा एउटा बुढी थियो, यो बुढी पनि लडे झन्नै, एकदम गाह्रो अवस्था थियो हाम्रो। र यसरी जाँदैछौँ। अनि यो हामी यो डाँडाहरू नागेर जानुपर्छ, हाम्रो गाडी छ। यो एउटा तिर भन्ने ठाउँ यहाँ रहेछ, यो चाहिँ बिलिभर्स इस्टर्न चर्च तिर हो। यो सेतो घर चाहिँ चर्च हो अरे, यो सेतो घरमा चर्च छ भन्ने मैले सुनेको छु। हो यो त यहाँ जुम गरेर देखाएको मैले तपाईँहरूलाई। हो यहाँ चर्च। अहिले हामी त्यो तलबाट आएको, यहाँबाट म हेर्न सक्दिनँ, रिङ्गाटा लाग्छ। रिङ्गाटा चाहिँ एउटा गाह्रो छ, यो यस्तो रिङ्गाटा लाग्ने ठाउँ छ क्या, तल चाहिँ एकदम डेन्जरस यस्तो ठाउँ छ। ल हाम्रो जन्तीहरू लखतरान भएका छन् भोकले, यस्तो अवस्थामा छ। अब म मात्रै अगाएको हो किनभने पेट ठुलो छ, पेट चाहिँ म चाहिँ अगाएकै छु।